गाइज यो चाहिँ के हो तपाईँहरूले गेस गर्न सक्नुहुनेछ होइन यो चाहिँ के हो अनि मैले आज यो ल्याइरहेको छु होइन गाइज आजले मेरो चाहिँ भ्लग बनाउने ठुलो सोच सपना भ्लगर होइन म चाहिँ भ्लगर बन्नु चाहिँ एउटा ठुलो सपना थियो त्यही भएर जे जस्तो भए पनि यसको प्राइस कति पर्छ होला तपाईँहरूलाई भनिदिनु होला अनि म चाहिँ यसको इनबक्स गर्न गइरहेको छु किनभने यो चाहिँ मैले चेक गरेर ल्याएको अनि यसको अब यहाँ ऊ भएका गाइज होइन यसको चाहिँ म तपाईँहरूलाई यहाँ देखाउँछु टक्कम यो छ अनि यो माइक भइहाल्यो अनि यसमा फिचरहरू देखाउनु ह्यान्ड यस्तो छ क्या गाइजहरू होइन यस्तो छ टक्का अनि गाइज यो चाहिँ माइक हो होइन यो डबलवाला हो अब यसमा के आउँदो रहेछ नि त हेरौँ भन्दाखेरि यो मोबाइलमा कनेक्ट गर्ने रहेछ अनि यो भनेको एउटा सिङ्गल यो भनेपछि यसको देख्न सक्नुहुनेछ यहाँ यो भागमा क्रिक थिचेर अन गर्ने अनि त्यसपछि यो अर्को छ अर्को नि यो सेम भयो होइन अनि त्यसपछि यहाँ छ यो के हो भन्नु होला भन्दा गाइजहरू म तपाईँहरूलाई देखाउँछु ध्यान यसमा चाहिँ के आउँदो रहेछ भने यो के रहेछ भन्दाखेरि यो चाहिँ चार्जर रहेछ है यो चार्जर रहेछ यहाँ के रहेछ भन्दाखेरि हो माइ गड यो रहेछ है यो चाहिँ यो छ नि यो भुत्ला होइन यसको टोपी यो टोपी कसरी युज गर्ने होला भन्दाखेरि होइन गाइज यो मैले चाहिँ भ्लग बनाउने सपनाले यो किने है साथीहरू यो चाहिँ अब तपाईँहरूलाई अहिले म यसबाट बोलेर पनि देखाउँछु अनि यसको युज गर्ने तरिका देखाउँछ है गाइज गाइज अहिले म यो पछि युज गरेर देखाउने छु अनि यसमा चाहिँ तपाईँहरूलाई म योबाट चाहिँ म यहाँ कनेक्ट गरेर यो बोलिहाल्छु है गाइज यसको डिफ्रेन्स कति आउँदो रहेछ अब यो छ नि मैले अन गरेँ हरियो बत्ती बोल्यो नि होइन गाइज अनि म चाहिँ यसरी अब लेट्स गाइज अब चाहिँ म यसरी बोल्नेवालामा छु अनि यो भिडियो कस्तो आउँदो रहेछ कनेक्ट भयो कि भन माइक चेक अब यहाँ पनि यस्तो च्याप्पा समाउने हुँदो रहेछ यसमा चाहिँ अनि चार्ज गर्ने यहाँ हुँदो रहेछ अनि म यसरी बोल्छु ल गाइज आजदेखि तपाईँहरूले सपोर्ट गरिदिनु पऱ्यो माया गरिदिनु पऱ्यो है त गाइज यस्तै हो ल